पन्तको केसमा कति कुराहरू हामीले भनेर गर्नु हुँदैन रहेछ, कति कुरा हामीले गुपचुप भएर गर्नुपर्ने अवस्था छ। त्यही भएर यसको निर्मला पन्तको विषयमा हामी एकदम मन्तलाई संवेदनशील छ। म व्यक्तिगत रूपमा यसमा एकदम सिरियसली हेरिरहेको छु। हाम्रो छोरी चेलीलाई यस्तो निर्मम रूपमा हत्या गरेर जुन तरिकाले त्यसलाई त्यो इस्युलाई कोले राजनीतिकरण गर्यो र त्यसमा चाहिँ एउटा सानो बालिकाको लासमा चाहिँ जसरी राजनीति गर्यो त्यसलाई अन्त्य गर्नु पनि हामीले सम्बन्धित मान्छेहरू व्यक्तिहरू पहिचान गरी कारबाहीको लागि हामीले सूक्ष्म अनुसन्धान गरेर अगाडि बढाइरहेको अवस्था छ। कुनै कुराहरू हामीले नभनिकन गर्दाखेरि राम्रो होला। धन्यवाद।